मन पनि लाग्यो ए हो अहिले पर्छ के कुराले चाहिँ त्यस्तो रुने मन अरे लाग्यो कुरा कहानी धेरै छ अब के गर्नु भएको चाहिँ सबै भन्नलाई धेरै टाउको दुखिरहेछ कसलाई चाहिँ बढी सम्झिनु भयो फिल्म हेरेर होइन आमालाई पनि हो पछि हिरोलाई उसलाई कृष्णलाई पनि हो आमालाई न कस्तो लाग्यो त अहिले कृष्णजी पल शाहलाई यहाँ भेटेर चाहिँ अहिले खुसी लाग्यो अहिले खुसी लाग्यो हस् हस् एकदम राम्रो एकदम बेस्ट त भन्नु अब आमाप्रति समर्पित जस्तो होइन आमा र ड्याडीको दुइटै कम्बिनेसन छ नि त त्यसमा चाहिँ अब हामी चाहिँ पैसै भनेर मात्र बढी विदेशतिर जान्छौँ होइन तर घरको अवस्था पनि हेर्नुपर्ने रहेछ भन्ने अब सबै ओभरअल छ यसमा पैसा पनि इम्पोर्टेन्ट छ यता फ्यामिली पनि इम्पोर्टेन्ट छ करियर पनि इम्पोर्टेन्ट छ सबै मिक्स गरेर बनाएको भएर चाहिँ अलिक अब सबलाई रुवाउने टाइपको छ भनौँ न त्यही खास रुनु पर्ने खै ख्यालको गराएको हुन्थ्यो अरे मलाई त रुनु जस्तो भइगयो के कुराले चाहिँ रुन मन लाग्यो तपाईँलाई चाहिँ के कुराले रुन मन लाग्यो ए के हो के आमा त्यस्तो छ उता छोरो के भो कता हो घरबारी नै कता लिलाम कता राखिदियो र पैसा पठायो उहाँ छोरो पुग्यो कि पुगेन बाउ यता मऱ्यो नि के गर्नु है कसलाई सम्झिनु भयो आमा फिल्म हेरेर हजुरले हेरिराख्दा कसैको याद आयो आफ्नो छोराको आफ्नो आमाको आएन आमा त गइहाल्यो सबैका मेलैसँग जान्छन् के को याद गरेर साध्दै गए आमा हजुरआमा जम्मै गइसक्यो अब दाजुभाइ छन् अनि हामी दिदी अनि बहिनी हिरोको काम चाहिँ कस्तो लाग्यो त पल शाहको काम चिन्नु भयो हिरो चिन्नु भयो है कुन हो अब फेरि हेर्नुपर्छ त्यस्तो जम्मै पर्गेल न त है त्यही भएर त्यही पनि फिल्म चाहिँ राम्रो रहेछ राम्रै भएर त हेरेछ नि नत्र के सुत्ने थियो थ्याङ्क यू आमा